हेलो एभ्रिवान, गुड इभिनिङ टु अल। आज हामीहरू क्लास 12 को एउटा टपिकको बारेमा कुरा गर्दैछौँ, मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट, जसबाट हामीले चार्ज अफ इलेक्ट्रोन क्याल्कुलेट गर्नेवाला छौँ या हेर्नेवाला छौँ कि इलेक्ट्रोनको चार्जलाई कसरी क्याल्कुलेट गरेको थियो मिलिकनले। सो मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट डेरिभेसन बच्चाहरूलाई धेरै गाह्रो लाग्ने, अलिकति लेन्दी भएको कारणले गर्दा हामी एकदम सजिलो तरिकाले यहाँ मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्टको बारेमा कुरा गर्नेवाला छौँ। सो सबभन्दा पहिला मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट फर द डिटर्मिनेसन अफ चार्ज अफ इलेक्ट्रोन, चार्ज अफ के त इलेक्ट्रोन। सो एउटा इलेक्ट्रोनको चार्ज फाइन्ड आउट गर्नको लागि जे थम्सनले इलेक्ट्रोनको इन्भेन्सन गरिसकेपछि इलेक्ट्रोनको चार्ज कति हुन्छ भनेर क्याल्कुलेट गर्नको लागि मिलिकनले एउटा ओइल ड्रप एक्सपेरिमेन्ट परफर्म गरेको थियो। त्यो मिलिकन्सको यो ओइल ड्रप एक्सपेरिमेन्ट हामी गर्न गइरहेको छौँ। सबभन्दा पहिला मिलिकनले के गर्यो, एउटा च्याम्बर लियो। मिलिकनले के गरेको छ त भन्दाखेरि एउटा च्याम्बर, यस्तो किसिमको च्याम्बर लियो। ठीक छ, म यहाँ फिगर बनाउँदैछु, तबसम्म कपी निकालिहाल्नुहोस्, पेन निकालिहाल्नुहोस्, हेरिहाल्नुहोस् र नोट गर्दै जानुहोला र बुझ्दै जानुहोला। एकदम सजिलो छ मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट। ठीक छ, एउटा च्याम्बर भयो र यो च्याम्बरमा दुईवटा प्लेट्सहरू लगाइयो। यो एउटा प्लेट, यो अर्को प्लेट, दुईवटा प्लेट लगाइयो र दुईवटा प्लेटहरूको माथि, माथिल्लो प्लेटको माथि पनि एउटा यस्तो किसिमको जेट लगाइयो। यो जेटलाई हामीले एउटा नाम दिन्छौँ, यसलाई भन्छौँ एटोमाइजर। एटोमाइजर यहाँ जेट हुन्छ। यो जेट के को लागि हुन्छ, अगर सैलुनमा हामी गएको छौँ भने सैलुनमा एउटा फुसफुसुवा हुन्छ नि, त्यहाँबाट वाटर ड्रप्सहरू, सानो सानो वाटर ड्रप्सहरू निक्लिन्छ, फुसफुस फुसफुस यहाँ गर्छ, त्यस्तो किसिमको यो चिज हो। यसमा एउटा ओइल राखेको छ, त्यो ओइललाई हामीले भन्छौँ क्लक ओइल। यो क्लक ओइल कस्तो हुनुपर्छ नि त, भिस्कस हुनुपर्छ। कस्तो हुनुपर्छ त, भिस्कस हुनुपर्छ, किनभने भिस्कोसिटीको यहाँ कुराहरू आउँछ। सो भिस्कोसिटीको कुरा आउँदाखेरि यो भिस्कस हामीले जान्नुपर्ने हुन्छ। सो भिस्कस किसिमको ओइल हामीले लिनु पर्यो, एउटा जेट लिनु पर्यो। यो प्लेटको नाम म लेखिदिन्छु ए, यो प्लेटको नाम म लेखिदिन्छु बी, र यसको बीचमा एउटा होल गरेर एउटा माइक्रोस्कोप या एउटा लेन्स भनौँ, जसबाट हामीले यहाँको चिजहरूलाई हेर्न सक्छौँ। त्यस्तो हिसाबले हामीले लेन्स फिट गर्छौँ र यहाँ एउटा सानो होल, यो ए प्लेट जुन छ नि, यो ए प्लेटमा एउटा सानो, एकदमै सानो होल बनाइएको हुन्छ। यो ए प्लेट र बी प्लेट गरेर दुईवटा प्लेट्सहरू हुन्छ। यहाँ पनि एउटा होल बनाइएको हुन्छ, तर यसको काम म पछि भन्छु, अहिले म मात्र होल बनाइदिरहेको छु। त्यसको लागि मैले के कन्सिडर गरेको छु, कन्सिडर च्याम्बर। एउटा च्याम्बर छ which consists of two plates A and B, दुईवटा प्लेट छ A र B, in which यसरी लेखौं, two horizontal parallel plates के त A and B, in which a very small hole is made. एउटा धेरै सानो होल इज मेड इन प्लेट ए। प्लेट ए, ए प्लेटमा धेरै सानो होल बनाइयो। एन एटोमाइजर इज कनेक्टेड विथ द च्याम्बर, च्याम्बर। त्यो च्याम्बरमा एउटा एटोमाइजरलाई कनेक्ट गरेको छौँ, containing clock of density rho। क्लक ओइल को यहाँ जुन क्लक ओइल राखिएको छ, त्यो क्लक ओइल को डेन्सिटी हामीले कति मान्दियौं, रो मान्दियौं। र यो च्याम्बर भित्र प्रेजेन्स अफ there is presence of air of density sigma in the chamber ma density. A telescope
इज सॉरी टेलीस्कोप न लेखौं माइक्रोस्कोप या लेंस लेखौं लेंस इज यूज्ड टू व्यू द मोशन of oil drop अब यति त लेख्नै पर्यो हामीले के गर्यौं एउटा चेम्बर लियौं एउटा चेम्बरमा दुईवटा प्लेट लियौं ए र बी एमा एउटा सानो होल बनाइदियौं र एउटा एटोमाइजर कनेक्ट गरिदिएको छौं जसमा क्लक ओइल लागेको छ भिस्कस क्लक ओइल हामीले एउटा कुरा मलाई सोध्नु पर्यो कि भाइ कुनै फ्लुइड छ फ्लुइड अगर स्पेरिकल शेपको छ कुनै अर्को फ्लुइडमा बगिरहेको छ भने त्यसमा भिस्कस फोर्स लाग्छ र त्यो भिस्कस फोर्स बाइ स्टोक्स ल एउटा फर्मुला हामीले डिराइभ गरेको छौं फ्लुइड मेकानिक्समा 6 पाई इटा आर भी हुन्छ जहाँ भी भन्नुको मतलब टर्मिनल भेलोसिटी हुन्छ टर्मिनल के त भेलोसिटी हुन्छ यति त पक्कै पनि थाहा होला कुनै एउटा फ्लुइड को या सलिड लाई भनौं या लिक्विड लाई भनौं त्यसलाई स्पेरिकल शेपमा गरेर अर्को कुनै फ्लुइडमा फ्याल्यो भने त्यो मोसनमा अगर हुन्छ भने मोसनमा रहेको फ्लुइड माथि अर्को फ्लुइडले के गर्छ त भन्दाखेरि त्यसमा भिस्कस फोर्स एप्लाई गर्छ जुन भिस्कस फोर्सको फर्मुला कति हुन्छ 6 पाई इटा आरबी हुन्छ त्यसको कुरा हामी यहाँ गर्न गइरहेका छौं अब यो प्लेटलाई के गर्छौं नि ए प्लेटलाई पोजिटिभ टर्मिनल ब्याट्रीसँग जोडिदिन्छौं बी प्लेटलाई नेगेटिभ टर्मिनल ब्याट्रीसँग जोडिदिन्छौं जोड्ने यता हामीले काम गर्दियौं यताबाट हामीले ब्याट्रीसँग जोड्दियौं ठीक छ नि ब्याट्रीसँग यसरी जोड्दियौं तर एउटा स्विच पनि लगाइदिरहेको छु म यहाँ जब जरुरी पर्छ त्यति बेला स्विच अन गर्छु अहिले यो स्विच अफ छ भने के यसको बीचमा कुनै पोटेन्शियल डिफरेन्स जेनेरेट भइरहेको छ छैन तर जब हामीले यसको एक्रसमा हामी ब्याट्री जोड्दिन्छौं स्विच अन गर्दिन्छौं तब यसको एक्रसमा पोटेन्शियल डिफरेन्स जेनेरेट हुन्छ यसको मतलब हामीले नि यहाँ ओइल ड्रप को मोसनलाई दुई किसिमको मोसनमा हेर्नु छ एउटा विदाउट प्रेजेन्स अफ यहाँ इलेक्ट्रिक फिल्ड एउटा विथ प्रेजेन्स अफ या इन प्रेजेन्स अफ इलेक्ट्रिक फिल्ड हेर्नु छ ठीक छ त दुईवटा सिचुएसन म यहाँ बनाउने वाला छु अब म यहाँ लेखिदिरहेको छु कि यहाँ एटोमाइजरलाई हामीले स्प्रे गर्यो भने यो एटोमाइजरबाट स्प्रे गर्यो भने यहाँ जेटबाट केही क्लक ओइलको ड्रप्सहरु यहाँबाट स्प्रे भएर बाहिर निस्किन्छ अब यो ड्रप मध्ये एउटा कुनै यो होलबाट एउटा कुनै ओइलको ड्रप यहाँबाट तल खस्न थाल्छ कि थाल्दैन भन्नुस् त यो होलबाट एउटा एक बुन्द ड्रप यहाँबाट तल खस्न थाल्छ सो एज द oil is sprayed a drop of oil starts falling between the plates and the motion of oil drop is studied in two situation one under gravity gravity मा मात्र अर्को under gravity and electric field ठीक छ मैले पहिलो सिचुएसनलाई लिइराको छु under gravity only देखा त अगर यो एटोमाइजरबाट मैले स्प्रे गरे ओइल ड्रप र यो होलबाट एउटा ओइल ड्रप यहाँबाट तल खस्न खोजिरहेको छ भने लेट अस सपोज यहाँ एउटा ओइल ड्रप छ ठीक छ नि ओइल ड्रप छ र यो तल खस्न खोजिरहेको छ भने लेट अस सपोज यो ओइल ड्रप को रेडियसलाई मैले r मान्दिन्छु यहाँ म लेखिदिरहेको छु r इज द रेडियस अफ ओइल ड्रप र हामीले फ्लुइड मेकानिक्स को अलिकति पनि नलेज छ भने हामीलाई थाहा होला कि कुनै पनि लिक्विड कहीं खसिरहेको छ भने त्यसको शेप कस्तो हुन्छ त स्पेरिकल शेप हुन्छ भने यो ओइल ड्रप को वेट जहिले पनि कता लाग्छ त तल लाग्छ w बराबर mg जहाँ m भन्नुको मतलब मास अफ द ओइल ड्रप हो मास अफ ओइल ड्रप हो ठीक छ नि र यहाँ खाली ठाउँमा केही पनि छैन भने हामीले भनेको छौं देयर इज प्रेजेन्स अफ के त एयर को प्रेजेन्स छ त एयर को प्रेजेन्स छ भने अगर यो तलतिर खसिरहेको छ भने एयरले यसमाथि अपथ्रस्ट लगाउँछ कि लगाउँदैन अपथ्रस्ट लगाउँछ कि लगाउँदैन त अपथ्रस्ट जहिले पनि कता लाग्छ बुयन्स फोर्स जहिले पनि माथि लाग्छ अपथ्रस्ट u = v डेन्सिटी अफ एयरलाई सिग्मा मानेछु भने v सिग्मा g भइहाल्छ र यो मोसन अगर तलतिर छ यो ओइल ड्रप अहिले त ग्राभिटी को कारणले कता खस्छ त सिम्पल कुरा छ ओइल ड्रप सिधै कता खस्छ त तलतिर खस्छ भने यसमा भिस्कस फोर्स जुन लाग्छ त्यो भिस्कस फोर्स माथि लाग्छ त मैले fv1 मान दिए
ठीक छ नि FV1 V1 भन्नुको मतलब यहाँ के भयो त टर्मिनल भेलोसिटी भयो पहिलो कन्डिसन को लागि V1 मैले मानिदिए सो द बल या द ड्रप falls downward but three forces के weight downward लाग्छ कमा upthrust कता लाग्छ त कता लाग्छ upward लाग्छ and viscous force कता लाग्छ त यो पनि अपवर्ड डाइरेक्सनमा लाग्छ किन viscous force अपवर्ड लाग्यो त किन viscous force अपवर्ड लाग्यो त मोसन कतातिर छ डाउनवर्ड तिर मोसन छ त्यही भएर viscous force कता लाग्यो अपवर्ड डाइरेक्सनमा लाग्यो सो as the drop gains terminal velocity जब यो ओइल ड्रपले टर्मिनल भेलोसिटी गेन गर्छ टर्मिनल भेलोसिटी भन्नुको मतलब त थाहा छ टर्मिनल भेलोसिटी एउटा कांस्टेंट भेलोसिटी हो त कांस्टेंट भेलोसिटी भयो भने यसको एक्सेलरेशन कति भइहाल्छ त 0 एक्सेलरेशन 0 हुने सिचुएसनमा रिजल्टेन्ट फोर्स 0 भइहाल्छ रिजल्टेन्ट फोर्स 0 भएको कारणले गर्दा तल लाग्ने फोर्स र माथि लाग्ने फोर्स के हुन्छ त बराबर हुन्छ किन बराबर हुन्छ किनभने यो सिचुएसनमा एक्सेलरेशन कति छ 0 छ किन 0 छ त भेलोसिटी के छ त कांस्टेंट छ टर्मिनल भेलोसिटी हो एक्सेलरेशन 0 छ भने केमा W बराबर नेट डाउनवर्ड फोर्स इज इक्वल टु U प्लस FV1 लेख्न मिल्छ भने FV1 बराबर विस्कस फोर्स 1 बराबर W माइनस U लेख्दिदा हुन्छ यसलाई म इक्वेसन 1 भन्दिरा छु यसलाई म युज गर्ने वाला छु त्यही भएर मैले अहिले नै इक्वेसन 1 मान्दिए तर म यहाँ काम गरिरा छु केही कि FV1 भनेको 6 पाई इटा RV1 म लेख्न सक्छु सर यो इटा भन्ने के हो त इटा इज कोएफिशिएंट अफ विस्कोसिटी इटा भनेको कोएफिशिएंट अफ विस्कोसिटी हो आ W भन्नुको मतलब mg हुन्छ माइनस U भन्नुको मतलब v सिग्मा g हुन्छ मैथमेटिक्स आउँछ होला भने 6 पाई इटा RV1 बराबर कति भइहाल्छ m भन्नुको मतलब डेन्सिटी को टर्ममा डेन्सिटी इज इक्वल टु मास बाइ कति हुन्छ भोल्युम अरे रे डेन्सिटी इज इक्वल टु कति हुन्छ मास बाइ भोल्युम हुन्छ एकदम बच्चा वाला क्वेशन भने m इज इक्वल टु कति हुन्छ डेन्सिटी इन्टु भोल्युम भने यहाँ म डेन्सिटी यो मास त ओइल ड्रप को मास हो भने डेन्सिटी पनि ओइल ड्रप को राख्नु पर्यो मैले ओइल ड्रप को डेन्सिटीलाई रो मानेको छु र v इन्टु g माइनस v सिग्मा g यहाँबाट केही कमन आउँछ होला भन्दिनुस् छिटो छिटो RV1 बराबर केही कमन आउँछ vg कमन आउँछ सर रो माइनस सिग्मा बच्छ सर 6 पाई इटा RV1 v1 इज इक्वल टु v भन्नुको मतलब यो एउटा स्फेरिकल बडी छ भने 4/3 पाई RQ आ g इन्टु रो माइनस सिग्मा भइहाल्छ भने यहाँबाट केही कट्छ पाई र पाई कटिहाल्छ एउटा r ले एउटा r कटिहाल्छ यहाँ दुईवटा r बच्यो त कति भयो 6 इटा v1 बराबर 4/3 r स्क्वायर g इन्टु रो माइनस सिग्मा एने उने क्रस मल्टिप्लाई करल जाम r स्क्वायर बराबर कति भइहाल्छ त 6 यो जे हुन्छ 3 आयो 2 3 3 जा 9 इटा v1 बाइ 2 इन्टु g आ रो माइनस कति भइहाल्छ सिग्मा अब यो यति काम हामीले गरिसकेपछि अब हामीले के गर्नु पर्यो त रेडियस निकाल्यौ r इज इक्वल टु कति भयो रूट अंडर 9 इटा v1 बाइ 2g रो माइनस सिग्मा यति भयो रेडियस सर तपाई त चार्ज निकालिराख्नु भएको थियो रेडियस निकालेर बसिराख्नु भएको छ टपिक बनाउनु भएको छ चार्ज निकालिराख्नु भएको छ रेडियस चाहियो मलाई चार्ज निकाल्ने बेलामा पनि रेडियस चाहियो अब यो मोसन अन्डर ग्राभिटीबाट मैले के निकाल्दिए त रेडियस निकाल्दै चला रेडियस निकालेपछि अब के गरिन्छ त भन्दाखेरि अब यो जुन ट्युब मैले यहाँ होल छोडेको थिए नि यो होलबाट एक्सरे पास गराइन्छ के पास गराइन्छ एक्सरे र यो स्विचलाई गरिन्छ अन देखल एक्सरे किन पास गराइन्छ सर त एक्सरे पास गराउँदाखेरि नि यो ओइल ड्रप जुन छ यो आयोनाइज भइहाल्छ ठीक नाउ एक्सरे इज पास्ड टु आयोनाइज द ओइल ड्रपलाई आयोनाइज गर्नको लागि के गरियो त एक्सरे पास गरायो एंड स्विच इज ऑन
या मेड अन, ठीक छ नि। सो पोटेंशियल या इलेक्ट्रिक फील्ड इज डेभलप्ड across A and B, ए र B को बीचमा इलेक्ट्रिक फिल्ड जेनेरेट भयो। त भाइ यहाँ स्विच अन गरिदियो भने यो ए प्लेट पोजिटिभसँग कनेक्टेड छ भने यो प्लेट पोजिटिभली चार्ज भइहाल्यो, आ बी प्लेट नेगेटिभसँग कनेक्टेड छ भने यो नेगेटिभली चार्ज भइहाल्यो। यसको मतलब यसको एक्रसमा केही न केही पोटेंशियल जेनेरेट हुन्छ। पोटेंशियल जेनेरेट भयो भने यसको एक्रसमा इलेक्ट्रिक फिल्ड जेनेरेट भइहाल्छ। इलेक्ट्रिक फिल्ड बराबर कितना V by D। सो इलेक्ट्रिक फील्ड बराबर E बराबर कति भइहाल्छ V by D भइहाल्छ, जहाँ V is potential difference and D is separation between the plates, between the plates, प्लेट्सहरु बीचको सेपरेसन भइहाल्यो D। बोल्नु भाइ ठीक छ, प्लेट्सहरु बीचको सेपरेसन D भइहाल्यो भने and Q is charge on oil drop। ओइल ड्रप में अब के ल्याइदियौ चार्ज ल्याइदियौ। ओइल ड्रप में के ल्याइदियौ चार्ज, केबाट एक्सरे पास गराएर यो ओइल ड्रप के भएको हो आयोनाइज भएको हो। आयोनाइज भएको हो भने आयोनाइज हुनुको मतलब भइहाल्छ यसमा चार्ज आइहाल्छ, या त पोजिटिभ आउँछ या त नेगेटिभ आउँछ। त पोजिटिभ आउँछ नेगेटिभ आउँछ भनिरहेको छु मैले। मानिहाले मैले एउटा सिचुएसन कन्सिडर गरिरहेको छु कि यसमा नेगेटिभ चार्ज आयो। अब नेगेटिभ चार्ज आयो भने मलाई भन्नुस् कि यो नेगेटिभ चार्ज आयो भने पोजिटिभ प्लेट त माथि छ, यसलाई त यतातिर एउटा फोर्सले एट्र्याक्ट गर्छ। कुन फोर्सले? त इलेक्ट्रिक फिल्डको फोर्सले। यो नेगेटिभ चार्ज छ, आ प्लेटको यो पोजिटिभ छ भने पोजिटिभले नेगेटिभलाई के गर्छ एट्र्याक्ट गर्छ भने यतातिर एट्र्याक्सन हुन्छ। अब यो ओइल ड्रप जुन तल खसिरहेको थियो नि, अब यो ओइल ड्रप कता जान थाल्छ माथि। कसको कारणले? इलेक्ट्रिक फिल्डको फोर्सको कारणले। F बराबर पढ्ले लगन QE बोला चला। F बराबर कति हुन्छ त QE हुन्छ। सो इलेक्ट्रिक field force is experienced by drop, that is F बराबर QE। हम FE लेख दिइराको छु, FE भन्नुको मतलब इलेक्ट्रिक फिल्ड। and the motion is in upward direction with velocity V2 भेलोसिटी ले यो ओइल ड्रप कता जान थाल्छ माथि जान थाल्छ। यो भयो मोशन अंडर। सो द मोशन इज अंडर ग्रेविटी एंड इलेक्ट्रिक फील्ड र ग्रेविटी दुवैको इन्फ्लुएन्समा यो मोशन भइराछ। अब यो ओइल ड्रप जुन छ जसको रेडियस r हामीले मानेको थियौ, यसको वेट अहिले पनि कता लाग्छ W बराबर mg तल लाग्छ। अपथ्रस्ट अहिले पनि कता लाग्छ अपथ्रस्ट U बराबर V सिग्मा G माथि लाग्छ। अब इलेक्ट्रिक फील्ड फोर्स कता लाग्यो? इलेक्ट्रिक फील्ड फोर्स माथि लाग्यो, Fe बराबर Q टाइम्स E माथि लाग्यो। र मोशन यो ओइल ड्रप को कता छ त माथि छ विथ भेलोसिटी V2। अब विस्कस फोर्स को जहाँ कुरा हुन्छ त्यहाँ टर्मिनल भेलोसिटी नै हुन्छ। टर्मिनल भेलोसिटी भन्नुको मतलब कांस्टेंट भेलोसिटी। अब मोशन माथि छ भने विस्कस फोर्स कता लाग्छ भन्दिनुस्। मोशन अगर माथि छ भने विस्कस फोर्स कता लाग्छ तल लाग्छ। FV2 लेख दिए मैले, यो भइहाल्छ 6 पाई eta RV2। अब यो चारवटा फोर्स लागिरहेछ यसमा। यो चारवटा फोर्स को कारणले गर्दा यो बडीको मोशन चलिरहेछ। बॉडी को मोशन चलिरहेछ भने सो we can say as V2 is constant भने अपवर्ड भेलोसिटी अपवर्ड फोर्स र डाउनवर्ड फोर्स बराबर भइहाल्छ। त W प्लस FV2 बराबर U प्लस FE लेख्न मिल्छ होला भन त। माथि दुईवटा फोर्स लागिरहेछ तल दुईवटा फोर्स लागिरहेछ दुवै बराबर हुन्छ। त FE बराबर कति भइहाल्छ W माइनस U प्लस FV2। ये दिन में देखे लाग्छ यहाँ इक्वेसन 1 भन्दै यहाँ W माइनस U भन्नुको मतलब कति हुन्छ FV1। त FE बराबर कति भइहाल्छ FV1 प्लस FV2 र यो FE भन्नुको मतलब QE हो। आयो भनेको 6 पाई eta RV1 हो, 6 पाई eta RV2 हो। कॉमन लियो भने QE बराबर 6 पाई eta R कॉमन लियो भने V1 प्लस V2 भइहाल्छ र Q बराबर 6 पाई eta बाई E भइहाल्छ र R को भ्यालु हामी निकालेको छौं। यहाँ भइहाल्छ 9 eta V1 बाई
2g रो माइनस सिग्मा इन्टु v1 प्लस कति भइहाल्छ v2 भइहाल्छ। यो q को लागि एक्सप्रेसन भइहाल्यो। सर तपाईले त भन्नुभएको यो चार्ज माथि जान्छ भने यस्तो भयो, त तल आयो भने कस्तो हुन्छ? मानौ यो पोजिटिभ नभएर पोजिटिभै भइहाल्छ, नेगेटिभ नभएर पोजिटिभ हुन्छ भने यसको मोसन त तल आउँथ्यो। अब v2 त यता लाग्थ्यो, त माथि जाँदाखेरि v2 प्लसमा लिएको छ भने तल आउँदाखेरि v2 केमा भइहाल्छ माइनसमा। त यही एक्सप्रेसन भइहाल्छ q बराबर 6 पाई इटा बाई e अनि रूट अंडर 9 इटा v1 बाई 2g रो माइनस सिग्मा यो भइहाल्छ v1 minus v2 when the oil drop will move in the downward direction। जब यो डाउनवर्ड डाइरेक्सन में मूव गर्न थाल्छ, डाउनवर्ड डाइरेक्सन में मूव गर्न थाल्छ भने यो सिचुएसन हुन्छ। क्लियर छ? अब हेरौं, मिलिकनले जब यो फर्मुला क्याल्कुलेट गर्यो त्यसपछि 6 को भ्यालु त हामीले थाहा छ, 6 चाहिँ हो। पाई को भ्यालु थाहा छ, इटा भनेको कोएफिशिएंट अफ विस्कोसिटी हो, यो नोन कुरा हुन्छ। ई इलेक्ट्रिक फील्ड हो, इलेक्ट्रिक फील्ड हो भने कति पोटेंशियल यहाँ सप्लाई गरिएको छ र यो प्लेटलाई कति डिस्टेन्समा राखिएको छ त्यसले क्याल्कुलेट गरेर इलेक्ट्रिक फील्ड निकालिदियो। यो पनि क्याल्कुलेटिभ छ। 9 इटा 2g को भ्यालु थाहा छ, रो र सिग्मा भनेको डेन्सिटी अफ एयर र डेन्सिटी अफ ओइल ड्रप हो, यो पनि थाहा छ। थाहा नभएको v1 र v2 हो। त्यही भएर यहाँ यो लेन्स लगाइएको छ कि यो लेन्सबाट अब्जर्भ गर्छु, यहाँबाट जब ओइल ड्रप छुट्छ र छुटेर कति समयमा यहाँ पुग्छ त्यो समयलाई म क्याल्कुलेट गरेर यिनीहरू बीचको सेपरेसन अगर d छ त d/t गर्दिन्छु भने भेलोसिटी आइहाल्छ। त भेलोसिटी निकाल्नको लागि यहाँ लेन्स लगाइएको छ र v1 र v2 मिलिकनले क्याल्कुलेट गरेर q को भ्यालु निकाल्दाखेरि q को भ्यालु आयो 1.6 into 10 to the power minus 19 कुलम या 3.2 into 10 to the power minus 19 कुलम या 4.8 into 10 to the power minus 19 कुलम या 6.4 into 10 to the power minus 19 कुलम। यस्तो किसिमको रिजल्ट उले पाइराको थियो ओइल ड्रपमा, यस्तो किसिमको रिजल्ट उले पाइराको थियो ओइल ड्रपमा। यति चार्ज पाइराको छ। अब यति चार्ज पाइराको छ भन्नुको मतलब यो भयो कि सबभन्दा सानो चार्ज कुन छ? यो छ भने द इलेक्ट्रोन को चार्ज बराबर 1.6 into 10 to the power minus 19 कुलम भनियो कि भाई इलेक्ट्रोन को चार्ज सबसे सानो चार्ज हुन्छ जसको चार्ज 1.6 into 10 to the power minus 19 आयो र बाकी चार्जेसहरु जुन हुन्छ नि दैट विल बी इंटीग्रल मल्टिपल अफ चार्ज अफ इलेक्ट्रोन हुन्छ। हेर न 1.6 को 2 गुना 3.2, 3 गुना 4.8, यो 4 गुना 6.4, त यो इंटीग्रल मल्टिपल हुन्छ। यसलाई हामीले 1 2 3 4 यसरी भन्छौं। यो रिलेसनलाई भन्छौं क्वान्टाइजेसन अफ चार्ज, क्वान्टाइजेसन अफ के भन्छौं चार्ज भन्छौं। यसको मतलब यहाँबाट दुईवटा कामले गर्यो मिलिकनले, दुईवटा काम गर्यो। के एउटा त चार्ज अफ इलेक्ट्रोन कति हुन्छ निकाल्यो, सबसे स्मलेस्ट भ्यालु 1.6 into 10 to the power minus 19 कुलम। अर्को कुरा, अर्को कुनै पनि बडी हामी उठाइहाल्यो भने अर्को कुनै पनि बडीमा जति चार्ज हुन्छ दैट विल बी इंटीग्रल मल्टिपल अफ चार्ज अफ इलेक्ट्रोन हुन्छ। दिस वाज द कन्क्लुजन अफ मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट। अगर सिग्निफिकेन्स सोधिरहेछ, कन्क्लुजन सोधिरहेछ त चार्ज अफ इलेक्ट्रोन निकाल्यो र अर्को कुरा चार्ज क्वान्टाइज हुन्छ भनेर पत्ता पनि लगाइदियो। यसको बापत उलाई नोबेल प्राइज पनि पाएको छ। राम्रो काम गर्यो भने नोबेल प्राइज पाइहाल्छ।